मरियम को थिइन् र उनको जीवनीबारे तपाईले कहिले सोच्नु भएको छ? उनको जीवनी साधारणतया हामीले सोचेको भन्दा धेरै गहन, साहसी र प्रेरणादायी छ। मरियम प्राय हामीले सोचे जस्तै उमेर पुगेकी महिला थिएनन्। धेरै इतिहासकारहरूका अनुसार उनी 14 देखि 16 वर्षकी किशोरी मात्र थिइन्, जो नासरत भनिने सानो महत्त्वहीन गाउँमा बस्थिन्। यूहन्ना 1:46 अनुसार मानिसहरू यस स्थानको बारेमा नासरतबाट केही राम्रो आउन सक्छ भनी ठट्टा गर्दथे, तर त्यही सामान्य र महत्त्वहीन गरिब गाउँकी किशोरीलाई परमेश्वरले चुन्नुभयो। गाब्रिएल स्वर्गदूत लुका 1 प्रकट भएको समय मरियम एउटी साधारण यहुदी युवती मात्र थिइन्, जो गरिब परिवारबाट आएकी थिइन्। उनको कुनै सामाजिक हैसियत, न कुनै प्रभाव वा न त कुनै राजनीतिक शक्ति नै थिए, तर उनमा परमेश्वरले मूल्य मान्ने एउटा कुरा थियो, त्यो हो उनको विश्वास र समर्पणता। स्वर्गदूतले उनलाई भने कि पवित्र आत्माद्वारा उनी गर्भधारण हुनेछिन् र परमेश्वरको पुत्रलाई उनले जन्माउनेछिन्। यो सुन्दा आश्चर्य मात्र थिएन, तर जोखिमपूर्ण थियो, किनकि उनको संस्कृतिमा अविवाहित स्थितिमा गर्भवती हुनेको अपमान गरिन्थ्यो, समाजबाट बहिष्कृत गरी ढुङ्गाले हानी मृत्युदण्ड दिइन्थ्यो। यी बावजुद पनि परमेश्वरलाई हुन्छ भन्नु उनको आफ्नो प्रतिष्ठा, भविष्य र सुरक्षालाई समर्पण गर्नु थियो। लुका 1:38 अनुसार उनले म परमप्रभुकी दासी हुँ, तपाईको वचन अनुसार होस् भनी प्रतिक्रिया दिए। मरियमको घटनाले हामीलाई यो देखाउँछ कि परमेश्वरले उमेर, ओहदा र सम्पत्तिको आधारमा होइन, तर उहाँको लागि हृदय खोल्न इच्छुक, नम्र र आज्ञाकारीको आधारमा मानिस छान्नुहुन्छ। मरियमले हामीलाई साहस गर्न र परमेश्वरमा समर्पित हुनु भनेको के हो भनी सिकाउँछिन्। यो क्रिसमसमा आफैलाई यसो भनेर सोध्नुहोस्, अवस्था जस्तो सुकै भए तापनि र यसको सट्टामा जस्तो सुकै मूल्य चुकाउनु परे तापनि के म परमेश्वरलाई हरेक परिस्थितिमा हुन्छ भन्नलाई तयार छु? अन्त्यमा मरियम एक साधारण युवती थिइन्, तर असाधारण कामका लागि नियुक्त भएकी थिइन्।